नमस्ते मेरा प्यारा देशवासी दाजुभाइ नेपाली जनतालाई। म पनि एउटा नेपाली साधारण र नागरिक भएको हैसियतले मेरो व्यक्तिगत धारणा राख्न चाहन्छु र हरेक नेपाली जनतालाई नागरिक भएको हैसियतले हरेकलाई आफ्नो व्यक्तिगत धारणा राख्ने हक अधिकार छ। र अलिक गणतन्त्र मुलुकमा प्रेस स्वतन्त्र भएको कारणले गर्दा पनि हामी केही सबैजना मिलेर आफ्नो व्यक्तिगत धारणा राख्न सकिन्छ। विशेष गरी म तपाईँलाई के भन्न चाहन्छु भने यो विषम परिस्थितिमा मलाई पनि केही शब्दहरू बोल्न मन लाग्यो। पहिलोचोटि हो मैले यो बोलेको चाहिँ। त्यस कारणले गर्दाखेरि यो विषम परिस्थितिमा धेरै मानिसको तर्क वितर्क मैले सुनिरहेको छु। त्यस कारणले गर्दाखेरि म पनि एउटा हाम्रो जल्दो बल्दो धर्मका मेयर अर्को साम्बोको विषयमा म केही व्यक्तिगत धारणा राख्न चाहन्छु। हजुरहरूको माझमा के भने किनभने उहाँहरूको साम्बोङ जस्तो व्यक्ति अहिलेसम्म मैले मेरो जन्मदेखि अहिले 50 वर्ष भए त्यस्तो व्यक्तिलाई मैले देख्न पाएको थिइनँ अथवा उहाँको जस्तो विचार मैले सुनेको थिइनँ। उहाँमा जहिले पनि देशप्रतिको माया झल्किरहेको हुन्छ। हरेक शब्दमा, हरेक तर्कमा, हरेक प्र्याक्टिकल व्यवहार उहाँले केवल भाषण मात्रै गर्नुहुन्न, उहाँले प्र्याक्टिकल जीवन उहाँले व्यवहारमा उतार्नु भएको छ। तर यहाँ यसरी भन्दै गर्दाखेरि उहाँ ईश्वर चाहिँ होइन, किनकि मानिस हो, मानिसमा गल्ती हुन्छ धेरै थोरै। तर एउटा यहाँ भन्दाखेरि उहाँमा र अहिले वर्तमान भएका नेताहरूमा र विगतका नेताहरूमा आकाश जमिनको भिन्नता छ। पर्सेन्टेजको आधारमा हेर्ने हो भने 100मा 100मा 95% चाहिँ करप्टेड एउटा भ्रष्टाचारी अथवा झुट बोल्नेहरू नेताहरू देखेका छौँ। अवगत हजुरहरूलाई होला। तर अर्को साम्बोङमा 100मा उहाँले 95% राम्रो काम गर्नुहुन्छ अथवा भने 5% मात्रै हामी त्यहाँ कति कुराहरू विवाहित कुराहरू पाउँछौँ। तर त्यो कुरालाई मैले स्टडी गर्दाखेरि म विवाहित देख्दिनँ मेरो नजरमा, हजुरको आफ्नो नजरमा होला। त्यस कारणले गर्दाखेरि यस्तो व्यक्ति हजारौँ वर्षमा एकपल्ट जन्मिन्छ प्रियहरू, होइन? त्यस कारणले गर्दा यो समय विषम परिस्थितिमा हामीले आफ्नो अर्को साम्बोङ जस्तो व्यक्तिलाई हामीले कहिले पनि बोल्ने छैनौँ, हामीले उहाँलाई इग्नोर गर्ने छैनौँ। यो देशको लागि एकदमै परिपक्वता अनि देशप्रेमी नेता चाहिँ उहाँ हुनुहुन्छ। अघि मैले भने उहाँ पनि कमै कम्ती छ होला, तर हामीले एउटा प्रतिशतको रूपमा पर्सेन्टेजको आधारमा हेर्नु उहाँमा धेरै असल कुराहरू छ। यो हजारौँ वर्षमा जन्मिने व्यक्तिहरू, त्यस कारणले गर्दा हामीले यो उहाँ जस्तो एउटा इमान्दार व्यक्तिलाई हामी नगुमाउँ। यदि हामीले यो पालि पनि हामी गुमायौँ भने चाहिँ यस्तो व्यक्ति हजारौँ वर्ष लाग्छ जन्मनको लागि। यो देशले एउटा असल इमान्दारी देशप्रेमी व्यक्तिलाई हामी गुमाउनेछौँ। त्यस कारणले नेपालीवासीलाई मेरो अनुरोध छ, हुन त हल्का सामले 100मा 100 नै असल काम गरेर उहाँको विरुद्धमा उठ्छ नि, तर त्यसलाई विरुद्ध उठ्यो भन्दा पनि हामीले त्यसको सट्टा हामीले फेरि विरोधमै उत्रिनुपर्छ भन्ने छैन। आफ्नो धारणा सबै राख्न सकिन्छ। वास्तवमा उहाँलाई जानी अन्जानमा भन्दा पनि जानी उहाँलाई ट्रोल बनाइरहेको छ। यो देशमा किनभने 100मा 95% यो देश बनोस् भन्ने भन्दा पनि अनि यो देश चाहिँ बिग्रेर गएकोस्, हराएर गयोस् भनेर सोच भएको म देख्छु। किनभने अब हामी हेर्ने हो भने म पनि एउटा पार्टीमा आबद्ध भएको व्यक्ति हो। पहिला स्वतन्त्र थिएन, हामी सबैले भोट हाल्ने हामीलाई अधिकार छ। त्यस कारण म पार्टीमा आबद्ध भएको कारणले गर्दाखेरि मैले पनि मेरो एरियामा भोट दिएँ पार्टीमै। र तर उहाँले जुन चाहिँ पार्टीमा पनि गर्दा पनि उहाँले आफ्नो क्षमताभन्दा बढी चाहिँ काम गर्नुभयो। कसरी गर्यो के गर्यो म त्यसमा जान्दिनँ। तर हामीले पार्टीमा गए तापनि
हामीले पार्टीको माथिको तहका कुराहरू सुन्ने भन्दा पनि कुन सही हो कुन गलत हो त्यो कुरालाई हामीले छुट्याउन सक्नुपर्छ। पार्टीकै भए पनि कति मान्छे राम्रो छ, तरै मैले यो अर्थमा भनेको अहिले चाहिँ हामीले पार्टीलाई भन्दा पनि यो असल व्यक्ति हामी चिन्न आवश्यक छ। अनि उहाँ चाहिँ एउटा व्यक्ति हुन्छ अर्क साम्पाङ। उहाँ चाहिँ इमान्दारी पारदर्शी व्यक्ति हुनुहुन्छ। उहाँको पारदर्शी नै इमान्दारीको प्रमाण हो। पारदर्शी भनेको यस्तो हो, कतिहरू तपाईँ यो नेपालमा मान्छेहरू जल्दो बल्दो छ, चर्चा परिचर्चा छ, तर मैले विकास गर्ने क्रममा मैले कुनै कुरा विकास गरेँ भने मैले 100मा 5% नै खाएर पनि म विकास गर्न सक्छु, तर त्यो इमान्दारी होइन। त्यसको मतलब चाहिँ अरू व्यक्तिले चाहिँ जुन चाहिँ व्यक्तिहरू चर्चा पर्छ उहाँ चाहिँ करप्सनमा हुनुहुन्छ भन्नु खोजेको होइन, उहाँ पनि इमान्दारी होला। तर सबैभन्दा ठुलो कुरो चाहिँ इमान्दारी चाहिँ हाम्रो पारदर्शीमा हुन्छ, त्यो चाहिँ अर्को सम्म हुन्छ। त्यस कारणले गर्दा प्रियहरू, नेपाली जनताहरू, हामी अर्को सम्मलाई यसपालि कहिले पनि हामी गुमाउने छैनौँ। मेरो एउटा छोटो एउटा धारणा म तपाईँलाई यहाँ राख्न चाहन्छु, कमेन्ट गर्नु सक्नुहुनेछ। धन्यवाद।